एकदम जडी दबाई देखाउँदैछु। तपाईँले यो चिन्नुभयो होला। यसलाई भन्छ ऐँसिलो काँडा ऐँसिलो। यसको फल एकदम स्वादिलो मिठो स्वादिलो हुन्छ। यो चैत वैशाख चैततिर यसो डुकु आउने गर्दछ वैशाखतिर र जेठतिर पाक्ने गर्छ यसको फल। यो भनेको एकदम जडी दबाई हो। राम्रो ध्यान दिएर सुन्नुहोस्। यो के को दबाई भन्दाखेरि एकदम यो अल्सरको दबाई हो। यो अल्सर आन्द्रामा घाउ भएको अल्सरको दबाई हो। पर यो अल्सर भएर हामी बिरामी भएर लाखौँ पैसा खर्च हुन्छ। देश विदेश गाउँको जिल्ला अस्पताल अञ्चल अस्पताल त्यहाँदेखि ठुलो काठमाडौँ सदरमुख ठुलो दिल्ली जस्तो ठुल्ठुलो अस्पतालहरू जानुपर्ने हुन्छ। अल्सर रोग छिप्पिएर क्यान्सर भएर मान्छेले ज्यान पनि गुमाउन सक्छ। त्यसैले हाम्रो गाउँघर पाखा पखेरोतिरै पाउने जडीबुटी औषधि हो यो। यो औषधि खाएर एकचोटि हेर्नुहोस्, पैसा लाग्दैन तपाईँहरूलाई। एकदम राम्रो छ यो औषधि हो। यो ऐँसिलो हो। यसको पात अथवा टुक्कु चाहिँ कुच्चाएर अथवा पिसेर जुस बनाएर अथवा यसको पात पनि चपाएर बिहान बेलुका गरेर 15 दिन खायो भने तपाईँहरूको आन्द्रामा अल्सर भएको छ भने यसले सुकाएर बिस्तारै बिस्तारै ठिक गर्ने काम गर्दछ। एकदम राम्रो दबाई हो। ट्राई गर्नुहोला र जनचेतनाका लागि सक्दोभन्दा सक्दो सेयर गर्नुहोला। यस्तो खालको दबाई छ यो। तपाईँले ट्राई गर्नु सक्नुहुनेछ। यसले राम्रो स्वास्थ्यको लागि फाइदा गर्छ। आफ्नो लाखौँ करोडौँमा क्षति हुने सम्पत्ति बचत गर्न सकिन्छ। यो ऐँसिलो बिहान अथवा बेलुका एक टाइम बिहान बेलुका खायो भने बिस्तारै यसले राम्रो गर्छ, सुधार गर्छ, सञ्च गर्छ है। नपत्ता यो सानो क्लिप पनि राखेको देख्छु, हेर्नुहोला। र जनचेतनाका लागि धेरैभन्दा धेरैलाई सेयर गर्नुहोला ताकि हामीले धर्म कमाउनको लागि ठुला ठुला मन्दिरमा धेरै धेरै दान गर्न ठुला ठुला मन्दिर जानु पर्दैन। सानो सहयोग गऱ्यौँ भने पनि हामीलाई धर्म हुन्छ है त। सेयर गर्नुहोला धेरैमा धेरै भन्दा धेरै।